नमस्ते। आज हामी जर्मन भाषाको धेरै महत्त्वपूर्ण विषय सिक्न जाँदैछौँ। त्यो हो डोइच आर्टिकल। जर्मन भाषामा 3वटा आर्टिकल हुन्छन्, der, die र das। यी आर्टिकलहरू शब्दको अगाडि प्रयोग हुन्छन् र यी आर्टिकलले त्यस शब्दको लिङ्गको बारेमा जानकारी दिन्छ। सबैभन्दा पहिले सुरु गरौँ derबाट। der पुल्लिङ्ग शब्दहरूसँग प्रयोग हुन्छ। उदाहरणका लागि der Mann, जसको अर्थ हो पुरुष अथवा श्रीमान। दोस्रो उदाहरण छ der Apfel, जसको अर्थ हो स्याउ। त्यस्तै गरी der Hund भनेको कुकुर हो र der Zug भनेको रेल हो। याद राख्नुहोस्, शब्द सधैँ आर्टिकलसँगै सिक्नुहोस्। मान मात्र होइन, der Mann भनेर सिक्नुहोस्। अब पाला आउँछ die-को। die स्त्रीलिङ्ग शब्दहरूसँग प्रयोग हुन्छ। पहिलो उदाहरण छ die Frau, जसको अर्थ हो महिला अथवा श्रीमती। die Blume को अर्थ फुल हो। die Kuh भनेको गाई हो। die Schule भनेको स्कुल अथवा विद्यालय हो। फेरि पनि याद राख्नुहोस्, फ्राउ होइन, तर die Frau भनेर सिक्नुहोस्। अन्त्यमा आउँछ das। das नपुंसकलिङ्ग शब्दहरूसँग प्रयोग हुन्छ। पहिलो उदाहरण छ das Kind, जसको अर्थ हो बच्चा। das Haus भनेको घर हो। das Pferd भनेको घोडा हो। त्यस्तै गरी das Brot को अर्थ हो पाउरोटी अथवा रोटी। जर्मन भाषा सिक्दा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने शब्दहरू सधैँ आर्टिकलसँगै याद गर्नुहोस्। सुरुमा अलि गाह्रो लाग्न सक्छ, तर अभ्यास गर्दै जानुभयो भने सजिलो हुन्छ। आगामी भिडियोमा हामी केही सजिला नियमहरू सिक्नेछौँ जसले आर्टिकल याद गर्नलाई मद्दत गर्नेछ। भिडियो हेरिदिनु भएकोमा धेरै धन्यवाद। अर्को भिडियोमा फेरि भेटौँला। Auf Wiedersehen!